रोडको विस्तारको क्रममा यस्तो धुलो मैलो खाल्डाखुल्डी छ र पानी पर्दा हिलाम्य पनि हुन्छ। यो शास्ति जनताहरूले भोगिरहनु परेछ। यो कहिलेसम्म बनिसक्लान् जनता जान्न चाहन्छन्। भने कुनै ठाउँमा रोडको विस्तारको काम भइरहेको छैन र राम्रै छ बाटो, पुरानै बाटो, पिच भएकै बाटो छ र रोडको दुवै साइडमा हरियाली वनजङ्गल भएको हुँदा धेरै राम्रो दृश्य देख्न सक्नुहुनेछ। तपाईहरुलाई यस विषयमा के भन्नु मन छ भने कमेन्ट गर्न सक्नुहुनेछ।